जो प्राप्त हुन्छ त्यसलाई जीवनमा चरितार्थ गर्ने आचरण गर्नेहरू आचार्य। त्यसैले यो आचार्यहरूको भूमि हो, यो ऋषि महर्षिहरूको भूमि हो, यो देवभूमि हो, यो तपोभूमि हो, साधना भूमि हो। यो भूमिमा हाम्रा ऋषिहरूले दिएको शिक्षाको स्वरूप शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकल सुधार। शिक्षा सबैको मूल हो। मूलमा विष मिसियो भने त्यहाँबाट बगेर गएको पानी पिउने जति सबै विषले मर्छन्, सबैतिर विषाक्तता फैलिन्छ, विष फैलिन्छ। त्यही भएर शिक्षा मूल भएकाले शिक्षाको सुधार नै वास्तविक सुधार हो, सबै सुधार हो। शिक्षामा विकार भयो भने सबैतिर विकार हुन्छ। त्यसैले हाम्रा यी विद्यालयहरूलाई, शिक्षाका केन्द्रहरूलाई ऋषि महर्षिहरूको चेतनाले अनुप्राणित भएको, आप्लावित भएको, आलोकित भएको बनाउन जरुरी छ। हाम्रो गणेश दाजी र उहाँको टिम त्यो चेतनाले युक्त हुनुहुन्छ। त्यसैले उहाँहरू समर्पित हुनुहुन्छ। उहाँहरू दिनरात उहाँका कुरा सुन्दा पनि दिनरात सेवामा, शिक्षामा लागिरहेको भएर होला। अत्यन्त परिष्कृत, धेरै लामो विचारबाट निष्कर्ष प्राप्त हुने कुराहरू उहाँका बोली व्यवहारमा झल्किएको मैले भेटाउँछु। र वर्षौंदेखि चेतना जागृतिका लागि लागिरहँदा उहाँले त्यही चेतना जगाउनका लागि नै सम्भवतः चैतन्य नाम रुचाउनु भयो। मेरो नाम त गुरुजीले राखिदिएको नाम हो चैतन्य कृष्ण, तर निवारणमा अहिले हामीले नेपालीमा बोल्दा अशुद्ध बोल्ने धेरै शब्दहरूमध्ये एउटा शब्द नामाकरण भन्ने छ। त्यो शुद्ध शब्द नामकरण हो। नामकरणमा त मेरो चोला प्रसाद थियो, यो पछि मलाई गुरुले दिनुभएको नाम हो चैतन्य। त्यसैले चैतन्यको अर्थ हुन्छ चेतनाले युक्त भएको, चेतनाको भाव। चेतनालाई बुझ्ने भनेको प्राणीको पीडालाई बुझ्ने, प्राणीको दुःखलाई बुझ्ने। न्यूकोर्टेक्स ब्रेनको चर्चा आधुनिक वैज्ञानिकहरूले गर्छन्। त्यो ब्रेन म्यामेलियनहरू र विशेष गरी मान्छेमा त्यो चेतनाको विशिष्ट विकास छ। हजुरहरूले ख्याल गर्नुभएको छ कि छैन? अरू प्राणीहरू जन्म लिएपछि उनीहरू छिटै नै हात पाउ टेकेर हिँड्न सक्ने भइसक्छन्, उनीहरू आफू दौडिन्छन्। तर मान्छे उठेर हिँड्नलाई 9-10 महिना लाग्छ। प्रकृतिमा यस्तो अर्को कुनै प्राणी छैन मान्छे बाहेक जसको जन्म भएको 9-10 महिनासम्म आमा बाबुले लालन पालन गरिरहनु परोस्, हेरिरहनु परोस्। अर्को कुनै पनि छैन। यस्तो किन भयो होला? किनकि मानव मात्र यस्तो व्यक्ति, यस्तो प्राणी हो जसको जन्मपछि पनि ब्रेनको विकासका लागि शरीरको सम्पूर्ण शक्ति केन्द्रित हुने हुनाले शरीरको पूर्ण विकास हुन समय लाग्छ। यति जटिल ब्रेनको निर्माण भएको छ मानव शरीरमा। यो ब्रेनको शक्तिलाई हेर्ने हो भने अहिलेको कम्प्युटर पावर, सुपर कम्प्युटरहरूको पनि लाखौं कम्प्युटरहरूको शक्ति। अब एउटा स्वास्थ्यसँग जोडिएको कुरा भनिहालौँ। अहिले हजुरहरूले ह्याप्पी हार्मोनका कुराहरू सुन्नुभएको छ। ह्याप्पी हार्मोन्सहरू अक्सिटोसिन, सेरोटोनिन, निद्राको लागि मेलाटोनिन, मेमोरी पावरका लागि नोरएपिनेफ्रिन, एसिटाइलकोलाइन, यस्ता सर्ट टर्म मेमोरी, लङ टर्म मेमोरीमा काम गर्ने, ह्याप्पी मान्छेलाई चाहिँ डिप्रेसनबाट मुक्ति दिने सेरोटोनिन भन्ने जुन ह्याप्पी हार्मोन छ, न्युरोट्रान्समिटर बायोकेमिकल छ, यो चाहिँ 90% पेटमा भन्छ। अब हामीले के बुझ्नु पर्यो भने कुनै व्यक्ति मुस्कुराएर तब मात्रै बस्न सक्छ जब उसको पेट ठिक हुन्छ। अहिले मान्छेलाई थाहा छैन के कुन चाहिँ मानसिक दबावले, चिन्ताले मान्छे डिप्रेसनमा गयो होला भन्ने सोच्छौँ। त्यसो होइन। पेट खराब भयो भने डिप्रेसन हुन्छ। धेरै प्रबल कारणहरू मध्येको कारण हो पेट ठिक राख्नु। पेट ठिक राख्नलाई मैले केही विधि बताउँछु। हजुरहरूले खोजी गर्दै अध्ययन गर्दै जानुभयो भने ठ्याक्कै मेरो जस्तै आहार विहारमा आइहाल्नुहुन्छ। फेरि नबुझ्दासम्म जे गरे पनि बुझिहाल्नुभयो भने अहिले मैले जे गर्छु ठ्याक्कै त्यही गर्नुहुन्छ। सूर्यास्तपछि मैले भोजन गर्दिनँ, बन्द गर्छु। रातिको समयमा सूर्यास्तपछि हाम्रो सर्केडियन क्लक भन्छ कि एउटा हाम्रो शरीरको पनि एउटा समय चक्र हुन्छ। त्यो समय चक्रमा शरीरले कुन बेला के चाहन्छ, कुन बेला के चाहन्न भन्ने यसको भाषा बुझ्यो र तदनुकूल कार्य गर्यो भने कहिले रोग लाग्दैन।
क्यान्सर किन हुन्छ? क्यान्सर भनेको घाउ होइन, शरीरमा भएको घाउ लामो समय सन्चो भएन भने क्यान्सर पनि हुन सक्छ त्यहाँ। तर क्यान्सर भनेको कोषहरूको अनियन्त्रित र असामयिक वृद्धि हो। क्यान्सर किन हुन्छ? क्यान्सर किन हुन्छ किनकि हामीले हाम्रो शरीरको पाचन क्षमता नभएका चिज नभएको समय र नभएको बेलामा हामीले भोजन ग्रहण गर्छौँ। सिधा सिधा भन्दा सूर्यास्तपछि राति गरेको भोजन क्यान्सर कारक हुन्छ, मोटोपन कारक हुन्छ, सिस्ट ट्युमरहरूको कारक हुन्छ, स्टोन बन्छ। यदि व्यक्तिले बिहान 8-10 बजेबाट साँझको सूर्यास्तभन्दा बिचमा मात्रै जति पटक भोजन गर्ने हो गर्ने र सूर्यास्तपछि र सूर्योदयभन्दा पहिले चाहिँ के पनि नखाने गर्ने हो भने लगभग आधा रोग त त्यसै दिन। हाम्रा ऋषि महर्षिहरूले बताएको यो बाटो कति महान र कति वैज्ञानिक छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। अब अर्को कुरा, भोजनमा पनि हामीले खाएको सलाद या फलफुल, दुईटा काँचा पदार्थहरू, काँचै खान सकिने वस्तुहरू दुई प्रकारका हुन्छन्, र सलाद वर्ग अर्को फलफुल वर्ग। फलफुल वर्ग पनि अमिला प्रकृति र गुलिया प्रकृति गरेर दुई प्रकारका विशेष हुन्छन्। तिनीहरूलाई कसरी खाने भनेर जानियो भने र हाम्रो शरीरमा गट ब्याक्टेरिया, पेटमा भएका गुड ब्याक्टेरियाहरूका लागि सबैभन्दा अमृत भोजन मानिन्छ प्रोबायोटिक चिजहरू, फर्मेन्टेड चिजहरू। ध्यान दिनु होला, लामो समयका अचार भन्दा 2 दिन 3 दिनमा तयार गरिएको कान्जी। कान्जी भन्ने जान्नेहरूले एकचोटि हात उठाउनुहोस् त, कतिजना हुनुहुन्छ यहाँ? ल, केही त हुनुहुँदो रहेछ, मलाई खुसी लाग्यो। घर घरमा बनाएर खुवाउनु होला, अरूलाई पनि सिकाउनु होला। अब हजुरहरूले आफूले जानेर पुग्दैन, आफूलाई लाभ हुने कुरा अरूलाई पनि बताइदिनु होला, मैले अनुरोध गरेँ। केही छैन, सामान्य चुकन्दर लिनुहोस्, गाजर लिनुहोस्, अरू पनि भिटामिनका अलग अलग विभिन्न वस्तुहरू प्राप्त हुने स्रोतहरू त्यसमा राख्न सक्छौँ। पानीमा त्यसलाई कटिङ गरेर सानो सानो पिस बनाएर राखिदिनुहोस्, अलिअलि सिदिनु राखिदिनुहोस्, तोरी या सर्स्यु थिचेर राखिदिनुहोस्, 2 दिन 3 दिनसम्म घाममा राख्नुहोस्, माथि कपडाले राखिदिनुहोस्। घाम परेर त्यो एकदम यस्तो राम्रो अमृत भोजन बन्छ। त्यो कलर पनि साह्रै सुन्दर र टेस्ट पनि अत्यन्त मिठो हुन्छ, अत्यन्त मिठो। एकचोटि खानुभयो भने अधिकांश व्यक्तिले त बार बार खान मन पराउनुहुन्छ। त्यसमा केही न मेहनत धेरै छ, न त्यसमा खर्च धेरै छ। कान्जी दुध पचाउन सक्ने मान्छेहरू अहिले पृथ्वीमा 2% मात्रै छन्। मनुष्यहरूमा दुध पचाउन सक्ने, साना बच्चाहरूलाई आमाको दुध पर्याप्त खुवाउनुपर्छ र अलिकति ठुला भइसकेपछि उनीहरूले दुध चाहिँ आजको पाचन प्रणालीले दुधलाई राम्रो पचाउँदैन। त्यसैको पनि प्रोबायोटिक दुधको दही एकदम राम्रो, दही सेवन गर्नु सही तरिकाले। फल सिधा फल खाएको भन्दा यदि त्यसमा अलिकति सिधी नुन र अलिअलि आलसको धुलो, सिलमको धुलो अथवा तिलको धुलो मिसाएर यदि सँगै खाएका छौँ भने त्यो धेरै गुणा मस्तिष्कका लागि पनि पेटका लागि पनि उपयोगी बन्छ। मैले यति नै भने। अब यहाँ कार्यक्रम धेरै छन्, धेरै भएको हुनाले मैले आज लामो बोल्दाखेरि हजुरहरूलाई सुन्न त आनन्दले ध्यान दिएर सुनेको देखिराखेको छु मैले। गमय मृत्युर्मा अमृतम गमय, ओम शान्ति शान्ति शान्ति।